भाइ के गरेको खेलेको तिमीले काम गरेको भाइ यस्तो यो यसरी काम गर्छ मान्छेले के काम गर्नु मन छ नि दाइ तिमीलाई गरिरहेको छु त मैले काम यार। भाइ म त यस्तरी गर्दैन क्या भाइ यस्तरी गर्ने हो क्या पहिला पानीमा चोब्ने हो त्यसपछि यसलाई ड्राई गर्नु पऱ्यो क्या भाइ ड्राई गरेर बल्ल यसरी हाल्नु कतिचोटि सिकाउनु भाइ तिमीलाई यस्तरी हान्ने हो क्या यस्तरी गर्ने हो यस्तरी काम गर्ने हो क्या कतिचोटि भन्नु भाइ तिमीलाई तिमीभन्दा पछि आएको मान्छेले सिकिसकेको काम यार सबैलाई आइसकेको काम गर्ने दाइ यार गरिरहेको छु त मैले गरेर देख्नु भएन। भन्दा तिमी जहिले रिसाउँछौ भाइ रिसाउँछु होइन, कुरा रिसाउने कुरा होइन क्या दाइ, मैले गरिरहेको छु त दाइ। भाइ गरिरहेको छौ तर तिमी भाइ सिनियर मान्छेले सिकाएको बुझ क्या तिमी अलिकति बुझ्यौ नि तिमीलाई काम गर्न मन छ नि त्यति मात्रै भन काम गर्न मन छ नि राम्ररी गर तिमीलाई भाइ काम गर्न मन छ भने गर काम गर्न मन छ भने तिमी जाऊ के त्यस्तो एटिट्युड तपाईँ गर्नु भाइ यो मान्छे यस्तो राम्रो काम सिकाउँदो रहेछ नाटक गर्छ कसम भाइ तिमीलाई म निकालिदिन्छु नि भोलि यहाँ मलाई गर्नु छैन दाइ काम। साउला भने तिमीलाई म निकालिदिन्छु कामबाट गर्दैन म। एटिट्युड देखाएको छ यार जहिले एटिट्युड देखाएको छ भाइ यार यो भदै त अहिलेसम्म उठेको छैन कि हो ओ भदै उठ भदै ड्युटी जान उठ न भनेर कति सुतेको यार टाइम भइसक्यो ड्युटी जान उठ्यो यार टाइम धेरै भइसक्यो म त यार सुतेको सुतै भएछ ढिलो उठेछ यार यत्रो टाइम भइसक्यो म जाँदैन क्या आज। किन म नआउन जान्छु अब यार भदै तपाईँ यस्तो यता सुन्नु, तपाईँ जानु होइन, हिजो चाहिँ मैले के भन्छ मैले काम मैले मफ लगाउनु लाएको थिएँ, मैले मफ राम्रोसँग मैले लगाइरहेको थिएँ, आफूलाई जस्तो आउँछ म त्यस्तो हिसाबले लगाइरहेको थिएँ। तर एकजना त्यो दाइ यार पुरानो दाइ भनेर त्यसरी हेर्नु थोरै मिल्छ यार, जहिले आउँछ ल्याङ ल्याङ गर्छ यार। भदै भएको चाहिँ के राम्ररी भन न के कुरो गरेको निन्द्राको तालमा यार पागल भयो क्या सपना के देख्यो तिमीले फेरि भएको चाहिँ के तिमीलाई होइन पुछ्ने सपना देखेको होइन, तर त्यो दाइले हिजो ल्याङ गर्यो कि भयो चाहिँ के त म भन्दै थिएँ, उसले भन्छ यो होइन भाइ यो होइन, तिमीलाई काम गर्नु मन लाग्यो भने काम गर न त जाऊ, त्यस्तो भन्दा थोरै हुन्छ। अब के हुनु अब भदै पनि कस्तो कस्तो कुरो गर्छ यार तिमी पनि जहिले झगडा गरेको छ जहिले के भनेको छ कसले के भनेको छ भदै यस्तो हुँदैन त आफूभन्दा सिनियर मान्छेले केही त भनिहाल्छ नि यस्तो कुरोमा रिसाएर हुन्छ र ड्युटी जाने बेला भइसक्यो ड्युटी जानुपर्छ राम्ररी काम गर्नुपर्छ भदै रिसाएर हुँदैन त भदै ड्युटी जानुपर्छ ल हिँड उठ ल होइन अरू त के थाहा छैन, म त जाँदैन पुछै जानु। भदै यस्तो भन्न कहाँ हुन्छ ड्युटी जानुपर्छ थत म जाँदैन पुछै जानु तपाईँ, मलाई के थाहा छैन। कस्तो कुरो गर्छ यार मान्छेले यार ओ भदै ड्युटी हिँड न यार ड्युटी जानुपर्छ यार म जाँदैन कि पुछै जानु यार, तपाईँ नगर्नु त्यसोमा हिँडेँ है त म नहुन हिँडेँ है त ल म जानु। भदै हिँड न यार ड्युटी कस्तो के भएको तिमी यार ड्युटी जानु पर्दैन भनेर सुतेर हुन्छ दङ यार त्यो दाइले जहिले ल्याङ गर्छ म जाँदैन। ल्याङ गरेर तिम्रो पनि गल्ती होला नि त नि बरु त सुन्नु न पुछे मेरो सेलेरी के कति छ त्यो चाहिँ भनिदिनु होला, मेरो त्यो सेलेरी चाहिँ मालिकसँग कुरा गरिदिनु होला, त्यो पुछे त्यति चाहिँ गरिदिनु। भदै म लास्टचोटि भन्दैछु हेर अर्काको ठाउँमा भोलि तिमीलाई रुमबाट निकालिदियो पैसा दिएन भनेदेखि सेलरी पनि त पर्सि आउँदैछ क्यार पैसा आएन भनेदेखि मलाई केही नभनौ तिम्रो घर परिवारले मलाई केही नभनोस् तिम्रो दाइ पनि छुटेर बसेको छ क्यार अहिले तिम्रो पनि अब ऋण होला दाइको पनि ऋण छ बाबामा तिम्रो भर पर बसेका छन् अब यस्तो तालले सुतेर झगडा गरेर हुन्छ भतिज यस्तो तालमालले हुँदैन भदै पछि केही पऱ्यो भने मलाई नभन्नु म चाहिँ हिँडेँ यस्तरी रुममा सुतेर झगडा गरेर चाहिँ म जिम्मा लिन सक्दिनँ तिम्रो 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 बाआमालाई तिमी आफै कुरा गर्नु म चाहिँ तिमीलाई राख्न सक्दिनँ तिमी आफ्नो जिम्मा आफै लिनु भयो म हिँड है त सुत्छु नि त ल ल ल फेरि भन्दैछु म ड्युटी हिँड जानु 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 ल मैले जिम्मा लिन है त म तिम्रो तिम्रो घरमा फोन गरेर भनिदिन्छु तिम्रो यो चाला मलाई ठिक लागेन मलाई परदेशमा आएर यस्तो गर्ने हो भतिज ल है ल म चाहिँ हिँडेँ ल ड्युटी अब